हामी पिकनिक जाने कार्यक्रममा यहाँ जम्मा हुँदैछौँ। पुष्पजीको घर हो यो पछाडि। कति ठुलो छ पुष्पजी? भिडियो आयो घर साइडको। हामी पसलबाट निस्क्यौँ घरमा। तपाईँ घरमा है त? होइन ल ल ल ल ठ्याक्क गेटमा हिँड्छ। अलिकति भन्नु त। हामी पिकनिक जाने चाहिँ कुन ठाउँमा? जाने एकदम तयारी तारथली इको भिलेज रिसोर्ट। अच्छा, अब हामीको प्रस्थान 5 मिनटमा हाम्रो प्रस्थान हुँदैछ। हामी एकदम रेडी है। सरको घर पछाडि ब्याकग्राउन्डमा देखिएको गगन सुन्नु छ नि। गगन सुन्नु छोरीहरू आइरहेको छोरीहरू ठुली छोरी नमस्ते आइ कता छ खै भाउजू रेडी हुँदै हुनुहुन्छ। अब हामी सबै माइक्रोमा जानेछौँ। ल म माइक्रोलाई यसो रेडी गर्छु। सानी छोरी यता आएर यता आएर यता आएर। सानी छोरी पिकनिक जान रेडी हो? रेडी रेडी। भाउजूमा रेडी हुँदै हुनुहुन्छ। नमस्ते भाउजू आउनुभयो। होल फ्यामिली यहाँ जम्मा भयो है। त्यो लक गर्नु पर्दैन? पर्दैन है। ल जाउँ जाउँ जाउँ। ऊ माइक्रो बस्छु ए आज भव्य भव्य हुन्छ आज। ए आउने त पछाडि रेकर्डमा हुन्छ सबैजना। ए ल ल ल ल यता माइक्रो यहाँ हामी जाने चाहिँ यसमा। वा चढ्नु चढ्नु। हामी माइक्रो पनि चढ्यौँ। हाम्रो गुरुजी यता। म क्यामेराम्यान हुनाले अगाडि बस्न पाएँ है। तारथली इको भिलेज रिसोर्ट सुडाल। छोरीहरू त तर अब यहाँबाट कति घन्टा लाग्छ? यहाँबाट 22 किलोमिटर हो। 22 किलोमिटर है। आधा घन्टा। त्यो अहिले सबै क्यामेरामा क्याप्चर। सर पुष्प सर क्यामेराम्यान भएपछि अगाडि बस्न पाइँदो रहेछ। चोक हिजो चाहिँ यहाँ धेरै ठुलो आन्दोलन भएको चोक है यो। अहिले चोक अहिले त अलि नर्मल छ। हिजो चाहिँ यहाँ धेरै ठुलो आन्दोलन भएको लुटपाट मान्छे मर्नेदेखि लिएर सारा भएको ठाउँ है यो। एयरपोर्ट पिकनिकको कार्यक्रममा आज त्यसको अर्गनाइजेसन गर्ने तपाईँ। अब तपाईँले केही त बोल्नै पर्यो। ए ल कतिजना यसो भनौँ न कतिजना छौँ? तारथली रिसोर्ट जाँदैछौँ त्यहाँ यसो गेट टुगेदर गर्न। अनि त्यस कारणले गर्दाखेरि आजको दिन निकै रमाइलो हुने जस्तो देखिन्छ माहौल हेर्दाखेरि। वेदर पनि कति राम्रो छ है। धुवाले गर्दाखेरि आजको त्यहाँ स्वच्छ वातावरणको हावापानी खान पाइने सम्भावना छ। र हामी सबै यहाँ रमाइलो छ। भाउजूहरू म्याडमहरू सबैजना। छोरीहरू त छुटाउनै भएन त? छोरीहरूकै पछाडि छोरीहरू पनि ल हाई गर छोरी हाई गर रौनक। हेलो त्यही हामी सल्लाहबाट छिर्ने हो। ए पुष्प सर यहाँ भन्नु त कहाँबाट छिर्ने चाहिँ? सल्लाहबाट हो। हामी होइन सिधै सिधै हामी मान्छे पिकअप गर्दैछौँ साथीहरू भट्टाबाट। त्यहाँबाट चाहिँ हामी डाइरेक्ट तारथली पिकनिक स्पट भन्नु त। हामी अहिले सुडाल आइपुग्यौँ। अब कति मिनट जति क्रममा हामी सुडाल आइपुग्यौँ। अब यहाँबाट 6 किलोमिटर छ। ए नजिकै छौँ।
6-7 किलोमिटरमा हामी आइपुग्छौँ। आधा घन्टा पनि लाग्दैन हामी गन्तव्यलाई। अब यहाँ अलिकति उकाली ओह्रालीहरू चढ्छौँ हामी, सल्लाहगारीहरू आउँछ, त्यसलाई पनि क्याप्चर गरौँ नि। त्यसलाई पनि यसो तपाईँले के गर्न मिल्छ गर्नु हो नै राम्रो देखिन्छ। यताको गाउँ पनि राम्रो रहेछ है, बाटो पनि राम्रो रहेछ। हामी उकालो चढ्दैछौँ। सर हामी जाने रिसोर्ट चाहिँ अलि हाइटमा छ हो? अलि हाइटमा छ सर। त्यही हुनाले माथि डाँडामा हो है। डाँडो कटेर हो यो पुरै कटेरै हो? देखिएको डाँडो सुरु गर्नु उठ्यो त्यो डाँडो कटेर जाने हो। त्यो डाँडो कटेर हो। अगाडि अर्को माइक्रो जाँदो रहेछ है सर। ए हाम्रै हो त्यो? हाम्रै हो ल। सँगसँगै पुग्ने हो यो नि त। ल हाम्रो 2टा माइक्रोमा छौँ। 35 कतिजना सर हामी? 35 जना। हामी 35 देखि 40 जना। 35-40 जना हाम्रो ग्रुप। हामी पछि ल हामी अर्को दिन भेट्यौँ। हाम्रै माइक्रो है यो। अब घुम्ती आउने रहेछौँ गाउँ। उता हामीले काठमाडौँ छोडिसक्यौँ तल। सँगसँगै भइहाल्यो नि। खोइ प्रोफेसर कता हो? घुम्ती त धेरै रहेछ यार। हेलो हेलो, रमाइलो भइरहेछ कि छैन? छ पछाडि बस्नेहरूलाई के भइरहेछ सोध्न त। यता ल्याउनु त। गेममा बिजी होला। ल भाउजू के भइरहेछ? रमाइलो भइरहेछ? एकदम रमाइलो गरिराख्नु भइरहेछ। भएको छ? दारु ठिक छ। ठिक छ। ल नानीहरू केही बोल यता। ल सुरेन्द्रजी के छ? सुबिनजी एकदम रमाइलो। ठिक छ बाबु? हेलो गर हेलो। ल सर सबैजनालाई एकदम इन्जोय भइरहेछ अरे। नाथली भिलेज रिसोर्ट पुग्न आँट्यौँ है हामी। बाटो अलिक साउलो छ है दाजु। टाढा त टाढै छ। खोइ भेटिएन। लालीगुराँस त्यो जङ्गल आयो है। यहाँ अब कतै फुलेको भेटिन्छ त? यहाँ माथि भेटेँ मैले एउटा देखेँ। उहाँ हो नि सानो सानो। सबै अगाडिको फोटोहरू लालीगुराँस। यहाँ त काफल पनि होला यार। काफल यस्तो जङ्गलमा काफल पनि हुन्छ नि। टावर डाँडातिर जाने चुडालपट्टि लाग्ने चुडाल लेखेको बोर्ड आउँछ नि त्यो बाटोमा। ओहो सल्लाहरी आयो। सल्लाहरी आयो। त्यो नाथली इको भिलेज रिसोर्ट भनेर त्यहाँ बोर्डहरू कुनै देख्नु भएन? नाथली इको भिलेज रिसोर्ट है त? त्यहाँ बिचमा सेतो बोर्ड राखेको छ। नाथली इको भिलेज कति राम्रो। अझै आउनु न, अझै आउनु। खावा सुन्नु न, डाँडामा चढ्ने हो खावा। खावातिर आउनु न। खावा भनेर ठाउँमा आएपछि खावासम्म चाहिँ आउनु न। खावा जाने बाटो कता हो? मिलेर आउनु ल्याउनु सानो है बाटो। हामी रिसोर्ट पुग्न थाल्यौँ। आइपुग्यो सर अब? यहाँ भित्र ल रिसोर्ट भित्रै हाल न। ए आजको हाम्रो पिकनिक स्पट आयो है।
हामी गऱ्यौँ रिसोर्ट आइपुग्यौँ है ताथली भिलेज ल सरहरू सबै आउँ ल हेलो सर ए हाई गरौँ है हाई हाई स्वागत गर्न आएको थियो हाई गरौँ ल आइपुग्यो नि भाउजू आइपुग्यो ल खोइ छोरीहरू झरे अब अर्को गाडीमा रिसोर्ट अलिक टाढै भए पनि भव्य रहेछ बाटो पनि अलिक अप्ठ्यारो थियो अब हाम्रो अर्को ग्रुपहरू आउँदै हुनुहुन्छ यता स्विमिङ पुल यतापट्टि स्विमिङ पुल पनि रहेछ राम्रो छ ल यहाँ हाम्रो स्वागतमा है क्या यहाँ स्टाफहरू हुनुहुन्छ ल यहाँ हामी प्रवेश गरिसक्यौँ होइन हाम्रो स्वागतमा होइन त यो आहा ल स्वागतको लागि ल एकदम राम्रो भिलेज रिसोर्ट ताथलीको भव्य छ हामी अर्को गाडीमा रहने साथीहरूलाई हामी वेट गरिरहेको छौँ उहाँहरू आएपछि अनि हाम्रो स्टार्ट हुन्छ भिडियो त म बनाउने नै छु आजको यहाँ यता यो सर यो देखिएको भक्तपुर हो यो हाम्रो अर्को गाडी आइपुग्यो भित्रै ओहो अलिक गाह्रो छ है अब यता यहाँ भित्रै ल्याउनु भित्रै ब्याक गरेर आउने अप्ठ्यारो छ अलिक ब्याक गरेर आउँ भित्रै छोडिदिनु ल ठिक छ अर्को हाम्रो गाडीहरू आउँदैछ ल ल्याउनु सुन्दैन भाइ सुन्दैन मजाले आउनु ल नमस्ते बहिनीहरू यहाँ चाहिँ के छ ए फुलहरू अब यहाँ साथीहरू उत्रिँदै हुनुहुन्छ यहाँबाट हाम्रो अहिले पछि आउनु ल नमस्ते ल सबैजना है ल है भाइहरू ब्लगमा आयो ब्लगमा आदमी ल कमल सर नमस्ते धेरै दिन भेट भयो होइन है त्यो चाहिँ मैले त्यति भनिदिएँ यार ठिक छ बिहानै भेट भयो हाम्रो साथीहरू सबै उत्रिसक्नु हो है उत्रिँदै हुनुहुन्छ यहाँ नमस्ते सबैजनालाई नमस्ते सबैजनालाई कार्कीजी हाम्रो आजको ग्रुप यहाँ भेला भइसक्यो यहाँ स्वागत कार्यक्रम भइरहेछ ल आउनु आउनु न म यहीँबाट गरेँ ल यता पनि हेरौँ है क्यामेरा यता छ है ल त्यहाँबाट फुलले यहाँ रिसोर्टले हामीहरूलाई स्वागत गरिरहेछ गीत बजाएर यहाँ बहिनीले फुल दिएर म चाहिँ अलिक उल्टोतिर परिन्छु
ल धन्यवाद है धन्यवाद तपाईँहरूलाई के बोलौँ सर भव्य राम्रो स्वागत सम्मान साथ गर्नुभयो उहाँहरूले रिसोर्ट पनि भव्य रहेछ एकदम मन पर्यो ल यो रिसोर्टलाई चाहिँ अरू पनि आउन सक्नुहुन्छ है भव्य ठाउँमा छ ताथलीको भिलेज के नाम बाबु ल आउँदा आउँदै हाम्रो ब्रेकफास्ट चालु भयो यहाँ ब्रेकफास्टमा के रहेछ फ्रुट छ यस्तो रहेछ ब्रेकफास्ट चालु भयो यहाँ मेरो अर्को क्यामेरा पनि चालु छ है हामीले भने कि तिम्रो 30 सेकेन्ड 35 जना हो अझै दुईजना आउँदै हुन्छ सर ए ल हाम्रो यहाँ बेभरेज निस्किँदैछ हाम्रो पिकनिकको मेन हर्ताकर्ता आयोजक साथी पुष्पजी यो सब यहाँ आएर रिसोर्ट हेरेर सब व्यवस्थापन गर्ने उहाँ हो यहाँ ब्रेकफास्ट हाम्रो सुरु भएको अघि देखाएँ हाम्रो अब बेभरेज उहाँ भित्र गएर फ्रिजमा बस्दैछ ऊ चट्टा सर के हेल्प गरिदिनु पर्छ यो त फ्रिजमा हाल्ने होला होइन मजाले फ्रिजमा हालिदिनु अहिले नि के पुष्प सर त्यो अहिलेको त सबै फ्रिजमा हाल्नु पऱ्यो नि आयोजकर्ता अलि भ्याइ नै हुन्छ नि यहाँको रिसेप्सन भयो यहाँ पानी चालु छैन त आएको छैन सर आएको छैन अरू त ल हाम्रो ब्रेकफास्ट टाइम मेरो लास्टमा टाइम आयो होइन ब्रेकफास्ट तरकारी चनाको फ्रुट टोस्ट राम्रो छ नि ब्रेकफास्ट पुष्प सर यो कस्तो गाउँको झलक दिने घर हेर्नु न हाम्रो गाउँहरूका घर है हेर्नु है यहाँ पनि यो रिसोर्टकै घर हो नि रिसोर्टकै घर हो है हामी त कति हाइटमा छौँ है अहिले पुरै हाइटमा छ नि यो पारिपट्टिको नगरकोट हो अनि नगरकोटको लेभलमा छ यतापट्टि यो चाहिँ नगरकोट है यो साइडमा यो तल इटा भट्टाहरू भक्तपुर जाने बाटो हो यो सुडालपट्टि हो यो सबै इटा भट्टा हुन् तलका यो है हजुर बनाउँदैछ नि त हेर्नु त देख्नुभयो देखेँ कान्लामा छ यो रिसोर्ट कान्लामा रिसोर्ट यो रिसोर्टको हाउस यहाँ रुमहरू होला यहाँ कस्तो राम्रो क्या पुरानो स्टाइलको रिसोर्टको त उता भइहाल्यो त्यो अहिले बनाएर नयाँ होइन हामी त्यतै छौँ अहिले अब यहाँ हाँडी फोर्ने के अब कार्यक्रम सुरु हुँदैछ हाम्रो हामी पनि फोर्ने हो सर हाँडी हामी पनि फोर्ने म त म भिडियोमा त बनाउँछु न उता जाने हो हामी कहाँ जाँदैछौँ भने ऊ त्यो प्लेग्राउन्डमा होइन प्लेग्राउन्डमा त्यहाँनिर पिङ पनि छ है पिङ पनि खेल्ने है त्यहाँ चाहिँ खोइ तपाईँ देखिनु भयो नि त आज पिङ पनि खेल्नु काठमाडौँदेखि अलिकति टाढा स्वच्छ वातावरणमा हामी चाहिँ यसो हावा खान आएको छौँ त्यही त हावा पनि कस्तो मिठो छ है एकदम जङ्गल छ नि त जङ्गल सल्लाहगारीहरू नि सबै माथि हो नि सल्लाहगारी छ यता नजिकै यहाँ रोटे पिङ रोटे यसलाई के लिङ्गे पिङ हो ए लिङ्गे पिङ छ है रिसोर्टले नि बनाएर राखे अब तपाईँ सुरु गर्नु त ल
खेल्नु नि तपाईँ पहिला ए म त खेलिहाल्छु हल्का खेल्नु अनि म खेल्छु तपाईँ पछि अनि मेरो पनि भिडियो बनाइदिनु है त ल पढ्नु एकछिन ल सुरु गरियो ल सुरु गर्नु ल सुरु गर्नु चाचा हुई ल ओहो है दसैँमा खेल्थ्यौँ यसरी है सर धेरै नमचिनु थोरै है ठिक्क डर लाग्छ मलाई त ल हाम्रो रमाइलो भइरहेको छ है वा नाइस यता रिसोर्टको वरिपरि हेरौँ नि त सर बिपी सर ल त किन नआउनु चाचा हुई भन्नु न चाचा हुई भन्नु न बाङ्गो रहेछ क्या यसरी डर लाग्यो यो कस्तो बाङ्गो रहेछ क्या उयो भुइँ छोडिहाल्नु म नि भुइँ त छोडेँ फोटो हान्दैन एउटा सर त्यसलाई स्टप गरेर कोमल सर फोटो खिच्ने कार्य भइरहेछ नि यो प्लेग्राउन्ड हो रिसोर्टकै छ यो निवारो भने यही हो क्या यो रुख के को हो ओहो नि निवारो हो त यो मलाई हो जस्तै लाग्यो फलेछ टन्नै फलेछ हामी फोटो खिचेर यहाँ अब सेल्फी फोटो खिचेर सेल्फी भिडियो पनि आयो अनि अब त भिडियो हो नि त भिडियो त उठ्यो नाच्यो गायो जे गरेर पनि ए खोइ एक्टिङ भएन नमस्ते पिकनिक अब सुरु हुँदैछ है अब नाचगान होइन के अब घैला फुटाउने कार्यक्रम छ उपहार पनि छ है त्यसमा महिलाको घैटा फुटाउने हाँडी तर त हाँडी फुटाउने भन्छन् यहाँ अब गेम हुँदैछ यो हाँडी फुटाउने गेम सर के हो अब हाम्रो कार्यक्रम के हो हाँडी फुटाउने ग्रुप यता भित्र छ यहाँबाट सुरु हुँदैछ है पहिला को ल सुरु गर यहाँबाट सुरु भयो है हाँडी फुटाउने कार्य यहाँबाट सुरु हुँदैछ साथीलाई ल रेडी गो खोइ त ल आउनु है ल बर्बादै पार्नु टाउको जाऊ है ए ल टाउको जाऊ है टाउको फोड्नु मार्नु उहाँले है ल रेडी साथीको पालो आयो है उहाँले चाहिँ उहाँको उहाँले चाहिँ फोर्नुहुन्छ है आउनु हो
फुटिसकेको छ अब फुट्दै लाग्यो फुटिसक्यो अन्नी त यहाँ छ यार यो के नदेखिने भन्छ अर्को नबान्नु यही देखिँदैन केही पनि लाउनुपर्छ नियम भनेको नियम हो सर उहाँको चाहिँ हात पनि बान्दिउँ त्यो विदुषण आइसक्नु भएको छ हेर खेल खेलाडीको ल विदुषण खेलेर हो त ल 1 2 3 4 5 भुया काउन्टिङ द स्टेप्स 6 and 7 just come on forward पाँच कदम अगाडि कार्पेट कटी कि कटिन भनेको अर्को हन्डी निकालिसक्नु पर्ने भयो अर्को हन्डी निकाल्नु पुष्कर बाहिरबाट बोल्न पाइँदैन आफ्नो पिकनिकमा स्न्याक सुरु भयो स्न्याक सुरु भयो के आयो है के रहेछ हेरौँ है स्न्याकमा के छ हेरौँ है स्न्याकमा के रहेछ हेरौँ है त यो भेज यो भेज पकौडा अनि यो सेकेन्ड चरणको सुरु भयो नि भाइ केबाट सुरु भयो गोर्खा स्ट्रङ भन्दो रहेछ यसलाई ल हाम्रो अब स्न्याक र बियर सुरु भयो है यहाँ मात्र हो गोर्खा स्ट्रङबाट सुरु भयो यता लेडिजहरूमा चाहिँ जुस आएछ भाउजू के जुस खाने हो कि गोर्खा स्ट्रङ खाने हो के पाइन्छ यहाँ गोर्खा स्ट्रङ दिन्छ है पुसु छ भाउजूले वाइन खानुहुन्न खानु त म ल्याउँदैछु त ल्याउनु पर्यो नि त यहाँ जुस को खालेर बस्नु भएको छ गर्ने कुरो भयो ल मेरोमा हातमा पनि आएको छ यहाँ ल चेयर ल भाइ यता यहाँ जा ल यो चेयर किन ल पुष्प सर हामी सबैको जय होस् है सर खोइ हामीले सरसँग गर्नु पाइन्छ ल जय होस् हामी सबैको अलिकति ल भयो न ल ल म लिएर आएँ
यो चाहिँ पकौडा है दामी छ कमल सक्नुभयो सक्नुभयो भने एकचोटि हजुर ल्याउनु अनि
हाम्रो डिनर सुरु भयो है। अहिले कति बज्यो घडी पुग्नु छ वाच हेरौँ त कति बज्यो भाइ 4:20 ल 4:20 भयो हाम्रो डिनर सुरु भयो। हामी 5 बजीसम्ममा यहाँ निस्किने। अब हामी दुईजनाको म र पुष्पजी लास्टमा हो है डिनरको होइन लास्टमा हामी चाहिँ सबलाई खुवाएर खाने मान्छे डिनर सुरु भयो। अब यहाँ डिनरमा चाहिँ ए भाउजू यता हुनुहुन्छ खानुपर्छ। अब डिनर चाहिँ यस्तो छ हेरौँ है। डिनर यहाँ छ राइसबाट सुरु भयो। राइस दाल यो के हो यो हामीलाई पुग्छ यो आयो छोरी खाँदैछन् हामी छोरी यहाँ है। अब अनि यहाँ साथीहरू सबै लिएर बसिसक्नु भएको छ डिनर। अन्त राम्रो पर्यो भने चियामा त्यो ब्रेडमा जाम दल्नुपर्छ। त्यस्तो छ। अनि म यहाँ छु पुष्पजी यहाँ हुनुहुन्छ हाम्रो यो पुष्प यो डिनर पछि इन्ड हो नि त इन्ड हो। अब हामीलाई हाम्रो दुईटा प्लेट आयो है प्लेट आयो हामी सकिएर खाएको सबलाई खुवाएर लास्टमा ल यो मेरो प्लेट अनि डिनर सुरु। उहाँको पनि आयो मेरो पनि आयो ल खाएपछि बाँकी कुरा गरौँ है त। हाम्रो डिनर सुरु भयो है। डिनर यो पुष्पजीको यो सारा कुरो यहाँ आज पुकार इन्टरनेसनलको हाकिम यहाँ भाइ पुकार इन्टरनेसनलको हाकिम यहाँ होइन म त कारिन्दा हो जे भए पनि मेन मान्छे वानी हो। यहाँ चट्ट हामीले आज डिनर लिएर बस्यौँ। यो खाएपछि हामी के गर्छौँ सर जान्छौँ तपाईँलाई साधोबाट छोडिदिन्छु। हस् हस् त्यसो भए सर अब यो भिडियो इन्ड हुँदैछ आज दिनभरिको ल पिकनिक सकियो आजको। हामी अब घर फर्किँदैछौँ पाथली रिसोर्टबाट। ल सर ल हामी जाउँ होइन पुष्प सर ल पुष्प सर यहाँ आयौँ है। हामी हाम्रो इन्ड गर्नु पऱ्यो नि त निस्क्यौँ। हाम्रो आजको पिकनिक समापन भयो होइन। यहाँ कुरिरहेछन् हामीलाई अगाडि पुरै लाइभमा छौँ नि। अब लाली गुराँस टिपेर हामी जान्छौँ। ए लाली गुराँस नै टिप्ने हो ए ल ल ल दुईटा लाली गुराँस टिप्ने। वाउ नाइस नाइस ल ओ अगाडिको बाटो चाहिँ ड्यान्जर कहाँ जाउँ भइरहन्छ यो मन त परि आउँदा कोही छैन आफन्त। कहाँ जाउँ भइरहन्छ यो मन त परि आउँदा कोही छैन आफन्त। यसै त मन मेरो धमिलो धमिलोमा नमिसाउ अमिलो धमिलोमा नमिसाउ अमिलो। कहाँ जाउँ भइरहन्छ यो मन त परि आउँदा कोही छैन आफन्त। कहाँ जाउँ भइरहन्छ यो मन त परि आउँदा कोही छैन आफन्त। यसै त मन मेरो धमिलो धमिलो। कहाँ जाउँ भइरहन्छ यो मन त परि आउँदा कोही छैन आफन्त। कहाँ जाउँ भइरहन्छ यो मन त परि आउँदा कोही छैन।